समस्त गोर्खा जाति र आदिवासी जातिलाई नमस्कार। ठुलो ठुलो कुरा गर्नु आएको होइन, जस्तै निट पेपर लिक, त्यसपछिको बच्चाहरूको आत्महत्या, एथेनोल मिक्स जसले गर्दाखेरि गाडीहरू स्कुटीहरू खराब भयो, त्यो विषयमा सबैले प्रश्नहरू उठाएको थियो। मभन्दा ठुल्ठुलो मान्छेहरूले रोडको कन्डिसन, हेल्थको कन्डिसन, शिक्षा एजुकेसनको कन्डिसन कस्तो छ त्यो हामीलाई थाहै छ। नेक्स्ट, मेरो राज्य पश्चिम बङ्गाल यानि कि उत्तर बङ्गाल, जहाँ नेपाली समाज र आदिवासी समाज पर्याप्त मात्रामा चिया बगानमा काम गरेर बस्छौँ। अन्नपूर्ण योजना थुप्रोले भन्यो, अपडेटहरू सुन्दैछु, सुनिरहेको छु। थुप्रोले भन्यो त्यो विषयमा, कतिले पाए कतिले पाएन। अब जसको घरमा सरकारी मान्छे छ, जब छ, या चारवटा के अरे खुट्टा चार चक्के गाडी छ, पाउँदैन अरे हो। तर चार चक्के गाडी छ त के उसले ट्याक्सी युज गरेर आफ्नो परिवार चलाइरहेको छ, त्यो पनि सोच्नुपर्छ। सरकारले फिडब्याक लिँदा कसरी लियो, रासन पाउँदैछौ नानी बाबुहरू, कसको काटियो त्यो पनि थाहा भइरहेको छ। हाम्रो डुवर्सदेखिको कति काट्यो, दार्जिलिङ पहाडदेखि कति काट्यो त्यो भन्नु म चाहन्न, त्यो सबैले थाहा भएकै कुरो हो सबैलाई। मेन मुद्दा र मनमा लागेको कुरा चाहिँ के हो भने, हामीले बङ्गालमा परिवर्तन ल्याउनु पर्छ भनेर भारतीय जनता पार्टीलाई ल्याउनु पर्छ भनेर ल्यायो। तर 2 महिना कम्प्लिट हिजो अस्ति भयो होला, तोरीको फुल देखाइसक्यो त हामीलाई। अब आउँदो 1 सेप्टेम्बरदेखिको बङ्गालमा सबै अफिसियल जुन प्रकारको चिठी पत्रको व्यवहार हुन्छ बङ्गाली भाषामा हुन्छ भनेर भन्यो। सेन्ट्रल दिल्लीलाई चाहिँ हिन्दी भाषामा पनि हुन्छ भनेर भन्यो। ठिक छ, रेस्पेक्ट बेङ्गली ल्याङ्ग्वेज, आई लभ बेङ्गली ल्याङ्ग्वेज। तर उत्तर बङ्गालमा आदिवासी समाज, नेपाली समाज जब बस्छ, सेकेन्डरी ल्याङ्ग्वेजको पनि अप्सन दिनु सिएम शुभेन्दु अधिकारीज्यूलाई रिक्वेस्ट हामीले होइन, 5 जना डुवर्स र दार्जिलिङदेखिको 5 जना हाम्रो एमएलएहरू विधानसभामा छ। के तिनीहरूले आवाज उठाउला यो विषयमा? 2 जना लोकसभामा अलरेडी एमपी छ, राजु बिष्ट र मनोज तिग्गा, दार्जिलिङ डुवर्सबाट। के यिनीहरूले लोकसभामा भाषालाई लिएर हाम्रो नेपाली भाषाले पनि सेकेन्डरी अप्सनको प्रयोग हुनुपर्छ भनेर भनेको सुन्नु पाए म सन्तुष्टि हुन्थेँ, किनभने सेसन चलिरहेको छ पार्लिमेन्टमा। नेक्स्ट, राज्यसभामा प्रकाश सिंह बडाई जो टिएमसीबाट बिजेपीमा आएको छ, राज्यसभा सांसद पहिला पनि थियो, अब पनि राज्यसभा सांसदको लागि फर्म फिलअप गरिसकेको छ। ठिकै छ, नट ब्याड। तर आदिवासी समाजमा मेरो प्रश्न है, आदिवासी समाजमा के प्रकाश सिंह बडाइक मात्र एबिलिटी थियो उसकोमा? त्यति नै हो उसको? अरूमा अरू कुनै आदिवासीकोमा देखेन मौका? उनीहरूले पनि पाउनु पर्दैन थियो? मेरो यो प्रश्न। र उत्तर बङ्गालमा बसेर जब तिमीले बिजनेस गर्छौ, 85% या 80% नेपाली ल्याङ्ग्वेजमा गर्छौ, यानि कि जुन प्रकारको बिजनेस हुन्छ त्यो नेपाली भाषामा हुन्छ। सेकेन्डमा हुन्छ बेङ्गली, थर्डमा हुन्छ हिन्दी। त सेकेन्डरी अप्सन भाषाको लागि सेकेन्डरी अप्सन पनि दिनु म यहाँनिर अनुरोध गर्छु एमएलए मार्फत।
विशाल लामा, लक्ष्मण लिम्बू, उता कालेबुङबाट भरत छेत्री, दार्जिलिङबाट को एउटा राई, अर्को कुन चाहिँ छ, वन्दना राईलाई हराउने त्यो के हो एमएलए थाहा भएन, तर टोटल 5 जना एमएलए छ हाम्रो। 2 जना लोकसभामा छ, 1 जना राज्यसभाबाट जान्छै जान्छ। त यिनीहरूले के नेपाली भाषालाई सेकेन्डरी अप्सनको लागि दिनुपर्छ भनेर, जग्गा दिनुपर्छ भनेर आवाज उठाउला? मेरो प्रश्न। कतिले हो ठिकै हो, साद्री भाषालाई पनि सेकेन्डरी अप्सन, थर्ड अप्सन दिनुपर्छ भनेर भन्दैछन्। अग्री, म एग्री गर्छु। अब भारतीय जनता पार्टीलाई तृणमूल काङ्ग्रेसले साह्रै दुःख दियो भनेर भारतीय जनता पार्टी ल्याउनुपर्छ भनेर, मेरै बाउको मेरै आमाको पार्टी हो ल्याउनुपर्छ भनेर लास्ट 15-20 सालदेखिको डुवर्स र दार्जिलिङको जनताहरूले भोट देखेकै तर रिजल्ट पाउने बेलामा के यही यसैका लागि हो, होइन नि त। अन्नपूर्ण भण्डार पाउनु पनि अब पहिला कतिजनाले भने कि दिने भए दिनु नि त, सबैलाई नदिनु। अनि जब सरकारको कामै ठिक छैन, पहिला सबै कुरो म्यानेजमेन्ट यदि ओके भएर उनीहरूले पैसा हालिदिएको भए सबै जनता खुसी पनि हुन्थ्यो होला। कसैलाई आधी दियो, कसैलाई कता दियो, कसैले पाएन, अनि त्यहाँदेखिको धर्ना लफडा झगडा हुन्छ त्यो त। किनभने हामी फेरि फ्रीको भनेपछि चाहिँ फेरि अलकत्र पनि नछोड्ने मान्छे। बडा गजबको छ, जनता र नेता कमी छैन। त्यही हो, बेसी कुरा के गर्नु, मेरो जुन मनमा लागेको छ त्यो कुरा गरेको। कसैले पनि मन नदुखाउनु होला, बस।